हेलो नमस्कार सबैलाई है। अहिले हामी छौँ रोडेथाङ ब्रिजमा। रोडेथाङ ब्रिजमा है, यता दाहिनेपट्टिबाट गयो भने पाक्किम गान्तोक र यता लेफ्ट साइडबाट गयो भने रम्फू। अब हजुरहरूलाई म केही देखाउँछु अगाडि गएर है। हामी लगभग 1.5 किलोमिटर अगाडि आइसकेको छौँ रोडेथाङ बजारदेखि रम्फूपट्टि है। र के देखाउन चाहन्छु म भने, यो हुनु त मैले अस्ति पनि एकपल्ट देखाएकै हो। यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो सम्माननीय मुख्यमन्त्री महोदयले हाम्रो राज्यलाई कहाँ लानु चाहनुहुन्छ अनि हामीले कहाँ लानु चाहँदैछौँ। जतासुकै मैला फ्याँकेर यो बाटोबाट दिनौँ सयौं गाडी गुजर्ने गर्छ टुरिस्टको, जो रोडेथाङ रिनक हुँदै रङ्गली फदमचिन जान्छ। र उनीहरूले यो मैला देखेर के भन्छन् होला र सिक्किमको कस्तो प्रकारको छवि उहाँहरूको दिमागमा बस्छ होला। मुख्यमन्त्री महोदयले सबै क्षेत्रमा सबै डिपार्टमेन्ट हेडहरूलाई, सबै पञ्चायतहरूलाई आफ्नो एरिया सफा राख्नु भन्नुभएको छ। यो एरिया चाहिँ कसैको अन्डरमा आउँदैन कि क्या हो, कि ध्यान नदिएको हो, यो अलिकति सबैले हेरिदिने बेला भयो। अस्ति मैले हालेर र अरू न्युज च्यानलले पनि हालेको थियो र अलिक कम्ती पो हुन्छ कि भनेको, यो त अझै बेसी भएछ। यहाँ त बोरा हेर्नु सक्नुहुन्छ, यहाँ डेलिभरीको एउटा बोरा डल्लै